हेलो सेवारो नमस्ते, वेलकम छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आज चाहिँ मेरो मम्मीको 6 महिना पनि पुरा भएको हो नि त। अनि बिहानै उठेर कस्तो नराम्रो फिल पनि भइराखेको थियो, अनि नराम्रै फिल पनि भइराखेको छ। अनि कति जाडै 6 महिना भएछ क्या। अनि त्यही सोच्दै सोच्दै म बिहानै उठेर आज चाहिँ पूजाहरू गर्नु पर्यो भनेर सोचेको। सोच्दा सोच्दै ढिलो उठेछु क्या। आज चाहिँ फेरि ढिलै उठे पनि म बिस्तारै तरिकाले गर्नेवाला छु पूजाहरू। अनि एकदम कस्तो नराम्रो फिल हुन्छ क्या मम्मी हुनुहुन्न। अनि त्यहाँदेखि मम्मीले छोडेर जानुभएको नि कति छिटै 6 महिना भएछ। पहिला त म घरमा मम्मी बेगर एकछिन बस्न नसक्ने, झन् पानी गाडाङगुडुङ आउँदाखेरि त झन् म डरले बस्नै नसक्ने मान्छे। मम्मी जस्तै हावाहुन्डरी आउँदा पनि घरमा आइपुग्नुहुन्थ्यो क्या, डराउँछ भनेर। अनि अहिले मम्मी बेगर लाइफ कटाउँदा कति नराम्रो फिल हुन्छ। मम्मी नहुनु चाहिँ एकदम अनलक्की जस्तो लाग्छ मलाई चाहिँ। आई होप अरूलाई पनि होला। अनि म चाहिँ यसो भन्दै बाहिर यसो निस्केर हेरेको, पानी परिराखेको रहेछ, घाम पानी भइराखेको रहेछ क्या। यहाँ चाहिँ कति पानी परेको, पानी नै परे पनि फ्रेस हुनुलाई चाहिँ अनुहार धुनु म चाहिँ बाथरुमतिर पसेँ। अनि फेरि बाहिर यसो निस्केको त घाम लागिराखेको छ। यहाँको मौसम त मैले कुरै बुझ्न नसकेको क्या साथीहरू। एकैछिनमा घाम लाग्छ, एकैछिनमा पानी पर्छ भन्दै ऐना हेर्दै म चाहिँ लागेँ। अब चाहिँ नुहाउनु पर्ने हुन्छ साथीहरू। अनि नुहाउनुको लागि चाहिँ कपडाहरू मैले रेडी पारेँ। फाइनली नुहाइसकेर पनि बाहिर निस्केको साथीहरू। अघि पानी पर्न आँटेछ क्या, धुम्मेर पानी पनि हल्का छिट्टै राखेको छ क्या साथीहरू। अहिले म बाथरुम पस्नुभन्दा अगाडि घाम लागिराखेको थियो हल्का, अहिले त पानी नै परिसकेछ साथीहरू। के हो यहाँको मौसम त मैले कुरा बुझ्न सकिनँ क्या साथीहरू। कति साह्रो धुम्या, कति साह्रो के हो यहाँको मौसमले चाहिँ नक्कल गरेको हो कि के हो मैले त बुझ्नै सकिनँ साथीहरू। तर पनि शीतल छ, गर्मी छैन, त्यसमै खुसी छु म चाहिँ साथीहरू। धुम्मे पनि यसो भन्दै मैले चाहिँ अब रेडी भइसकेँ। अब चाहिँ पूजा सामग्रीहरू तयार पार्नुपर्ने हुन्छ। यसो भन्दै तयार पारेर चाहिँ म चाहिँ पखाल पुखुल गर्नुलाई चाहिँ बाहिरतिर लागेँ साथीहरू। अब चाहिँ सफा गरिसकेर आएर चाहिँ मैले पूजाको तरकार गर्नुपर्ने हुन्छ। अब चाहिँ म चाहिँ सफा गर्नतिर लागेँ है त साथीहरू। फाइनली सफा पनि गरिसकेँ। अब चाहिँ मैले यसलाई भित्र लगेर तयार पार्नुपर्ने हुन्छ साथीहरू। कतिजनालाई चाहिँ भगवान्प्रति विश्वास लाग्दैन होला साथीहरू, मलाई चाहिँ लाग्छ। किनभने म सानैदेखि धर्म चाहिँ लागेको मान्छे हो नि त। अनि एकदम धेरै विश्वास गर्छु म चाहिँ यस्तो कुरामा चाहिँ साथीहरू। भन्दै चाहिँ मैले पूजा सामग्रीहरू रेडी पारेर अब चाहिँ पूजाको लागि तेलहरू तयार पार्दैछु। तेल सकेको थियो बत्ती बाल्नको लागि। अनि तोरीको तेल चाहिँ बाल्नु हुँदैन अरे, अनि त्यही भएर अर्कै तेल चाहिँ मैले बोतलमा लगाएँ, बोतल पनि भराएँ। अनि मैले पूजाको लागि चाहिँ फलफुल चाहिँ मैले सेउ गोलाहरू ल्याएको थिएँ। अनि त्यसलाई चाहिँ धोइ पखाली गरेर चाहिँ काटकुट गरेर चाहिँ प्रसाद बनाउनु पर्ने हुन्छ त्यसलाई। अनि मैले चानाहरू पनि फाइनल्ली बनाइसकेँ। अब चाहिँ सबै रेडी गरिसकेँ। अब चाहिँ पूजाको तर्खरतिर लाग्छु साथीहरू। पूजाहरू गर्ने अब मम्मीको आत्माले चाहिँ एकदम शान्ति पाओस् भन्न चाहन्छु। मम्मीको कति धेरै सपनाहरू थियो, मैले पुरा गर्नु पाइनँ। यो जुनीमा यस्तै भयो। साँच्ची नै यदि अर्को जन्म हुन्छ भने म मेरै मम्मीको कोखमा जन्मिनु परोस्। यो जुनीमा चाहिँ पुरा गर्नु नसकेको सपनाहरू मेरो मम्मीको अर्को जन्ममा चाहिँ पुरा गर्न पाऊँ। हजुर जहाँ रहे पनि सधैँ खुसी रहनु होला मम्मी भन्न चाहन्छु। हजुरको आत्माले शान्ति पाओस्, स्वर्गमा बास होस् भन्न चाहन्छु। हजुरले छोडेर जानुभएको यति चाँडै 6 महिना भएछ। समयले चाहिँ कति छिटो छोडेर जाँदो रहेछ क्या। समय कति चाँडै बितेको, 6 महिना यति चाँडै भयो। हजुरको आत्माले चाहिँ शान्ति पाओस्। हजुरलाई हार्दिक श्रद्धाञ्जली, हजारौँ श्रद्धाञ्जली भन्दै हामी दिदीबहिनीले चाहिँ पूजा गरिसक्यौँ। अनि अब चाहिँ हामीले पूजा गरेर केही फलफुलहरू गरेको थियौँ प्रसादको रूपमा। अनि त्यही प्रसादहरू खायौँ दुईजनाले।